मार्ग खुलेको 14 वर्षपछि सडक स्तरोन्नति। म्याग्दीको मङ्गला गाउँपालिका 2 मा बाबियाचौर, काफलचौर, सल्यान, भर्जुला सडक मार्ग खुलेको 14 वर्षपछि स्तरोन्नति भएको छ। विक्रम सम्वत 2067 मा स्थानीयवासीले चन्दा सङ्कलन गरेर मार्ग खोलेको यो सडक मङ्गला गाउँपालिकाको केन्द्र बाबियाचौरसँग वडा नम्बर 1 र 2 का बस्ती जोडिन्छ। पछिल्लो 3 वर्षमा 2 करोड 15 लाख रुपैयाँको लागतमा सडक फराकिलो पारेर नाली, टेवा र ग्याबिन पर्खाल निर्माण गरेर 538 मिटर दूरीमा ढलान गरिएको छ। चालु आर्थिक वर्ष 2081-82 मा 94 लाखको ठेक्का लिएको मङ्गला कन्स्ट्रक्सन प्रणालीले भाइवाङ खोलाको प्रवेश बिन्दुदेखि 110 मिटर सडक 6 मिटर फराकिलो बनाएर ढलान गरेको गाउँपालिकाका असिस्टेन्ट सब इन्जिनियर विपिन आचार्यले बताउनुभयो। गाउँपालिकाको गौरवको योजना पनि हो र यसले चाहिँ लाभान्वित भनेको चाहिँ मङ्गला गाउँपालिका वार्ड नम्बर 2 का सम्पूर्ण बस्तीहरूमा चाहिँ यो लाभान्वित क्षेत्र पर्छ र यसको चाहिँ प्रदेश सम्पूरकबाट परेको योजना हो। प्रदेश सम्पूरकमा चाहिँ 60 लाख प्रदेशबाट र 40 लाख रुपियाँ गाउँपालिकाबाट थपी 1 करोडको टेन्डर आह्वान गरेपछि मङ्गला कन्स्ट्रक्सन प्रणाली बाबेजरले यसलाई चाहिँ 94 लाखमा चाहिँ ठेक्का सम्झौता गरी काम अगाडि बढाएको छ। हालसम्म हाम्रो निर्माण कार्यहरू भनेको मेसनरी वाल, यो ग्याबिन वाल अनि यो चाहिँ सडक यो ढलान पेभमेन्ट छ। यसमा हामीले अहिलेसम्म चाहिँ लगभग 70% जति काम चाहिँ हामीले सम्पन्न गरेका छौँ। अब छिटै चाहिँ यो सम्पन्न हुनेछ। यो अहिले हाम्रो चाहिँ यस वर्ष चाहिँ 100 मिटर 110 मिटर चाहिँ लामो ढलान छ। यसको चौडाइ चाहिँ 6 मिटरको छ ढलानको चौडाइ। अनि हाम्रो 600 घनमिटर चाहिँ हाम्रो ग्याबिन वाल छ। त्यसै गरी हाम्रो 30 घनमिटर चाहिँ मेसनरी वाल छ र यसमा प्लम वाल पनि छ। तल बेसमा देख्न सक्नुहुन्छ यहाँ त्यो बेसमा चाहिँ हाम्रो प्लम वाल पनि समथिङ 80-90 घनमिटर बराबरको चाहिँ प्लम वाल पनि छ। यस अगाडि चाहिँ यसभन्दा अगाडि हामीले पोहोर सालमा दुप्चे कन्स्ट्रक्सन प्रणालीबाट हामीले लगभग टोक्रेहाल र काफलचौरको खण्ड गरेर 2वटा सेक्सनमा गरेर हामीले 150 मिटर चाहिँ हामीले ढलान कार्य सकिसकेका छौँ। त्यसभन्दा अगाडि चाहिँ उपभोक्ता समितिबाटै फेरि हामीले चाहिँ यहाँ 110 मिटर सडक पनि ढलान गरिसकेका छौँ जुन 50 लाखको थियो। ढलानका साथै सडकमा पहिरो, बाढी र कटान रोकथामका लागि ग्याबिन, मेसिनरी र प्लम पर्खाल निर्माण गरिएको छ। आगामी असारसम्मको ठेक्का अवधि भए पनि लक्ष्यभन्दा 3 महिना अगाडि नै सम्पन्न भएको हो। सडक स्तरोन्नति भएपछि यात्रा अवधि छोटिएको, सुरक्षित र सहज रूपमा आवाजावत गर्न पाएका छन्। यस सडक काफलचौर, सल्यान, भर्जुला, थाइवाङ, भाइवाङ र हिदीका करिब 1000 घरधुरीले प्रयोग गर्दछन्।